एडिपिकेडी अडल्ट डोमिनेन्ट पोलिसिस्टिक किडनी डिजिज समयमा चिनौँ, मृगौला बचाउँ। सबैले जान्नै पर्ने यो भिडियोमा छ है त। एक, हजुरहरूको परिवारमा पोलिसिस्टिक किडनी डिजिज, किडनीमा मृगौलामा सिस्टहरू छ, या एक कारणले गरेर डायलिसिस गर्नु परेको छ, प्रत्यारोपण गरेको छ, या अल्प आयुमा नै निधन भएको छ। यस्तो कुराहरू छ भने तपाईको फ्यामिली हिस्ट्रीमा यो पोलिसिस्टिक किडनी डिजिज गर्छ भने तपाईहरूले हेर्नै पर्ने भिडियो हो यो है त। मैले फेरि भनिहालेँ, हजुरको परिवारमा रन गर्छ भने एडिपिकेडी भनेको के कस्तो हो यो बुझ्नु पर्यो। यसलाई चाँडो न चाँडो यसको निदान गर्ने, डायग्नोसिस गर्न किन इम्पोर्टेन्ट छ यो कुरा पनि बुझ्नु पर्यो है त। आज यो भिडियो हेरिसकेपछि हजुरहरूले धेरै कुराहरू, के कस्ता जानकारीहरू पाउनुहुन्छ त्यो कमेन्टमा चाहिँ अवश्य लेखिदिनु होला र फर्दर त्यसमा चाहिँ हामी कुरा गर्न सक्छौँ है त। अब पहिलो कुरा गर्छु किडनीको सामान्य काम। धेरैलाई थाहा छ कि मृगौलाको काम भने शरीरको मैलाहरूलाई हैन, मैलाहरूलाई चाहिँ शरीरबाट फाल्ने हो। रगतलाई छानिन्छ हैन, फिल्टर गरिन्छ, चाहिने तत्त्वहरू आफैमा राखिन्छ, नचाहिने तत्त्वहरू चाहिँ पिसाबको माध्यमबाट फाल्छ। यो चाहिँ मृगौलाको सामान्य काम हो, सबैभन्दा इम्पोर्टेन्ट काम हो। रगत बनाउने, हड्डी मजबुत गर्नलाई भिटामिन डी को त्यसले काम पनि त्यसले प्रड्युस गर्छ, हर्मोन हैन, भिटामिन डी को हर्मोन प्रड्युस गर्छ। त्यस्तै शरीरको वाटर ब्यालेन्स, पानीको ब्यालेन्सहरू हैन, एसिड बेसको ब्यालेन्सहरू पनि गर्छ। काम धेरै छ, तर आज हामी कुरा गर्छौँ एडिपिकेडीको। हजुरलाई थाहा छ होला, जस्तै मृगौलामा 10 लाखवटा सानो सानो कोनहरू मिलेर चाहिँ मृगौला बन्छ। जुन अघि हामीले छान्ने फिल्टरको कुरा गऱ्यौँ नि, फिल्टर भने त्यही सानो सानो फिल्टरहरू हुन्छ, त्यही सिम्पल भाषामा त्यो भनौँ न है। त्यो सानो सानो फिल्टरहरू दुईटा पार्ट जोडेर बन्छ है, एउटा छान्ने एउटा फाल्ने। सिम्पल भाषामा भन्ने है त, बुझ्नु सक्यो। एउटा छान्ने पार्ट भाग हुन्छ, एउटा फाल्ने भाग हुन्छ हो। यो दुईटा छान्ने र फाल्ने भागहरू राम्रोसँग जोड्न पाएन, जुन जन्मिने या त्यसको ग्रोथमा चाहिँ त्यो राम्रोसँग जोड्न पाएन। त्यो जोड्न पाएन भने त्यस्तो बेलामा चाहिँ एडिपिकेडी त्यो चाहिँ एउटा त्यसको समस्या हो। त्यसले गर्दा के हुन्छ त, यो जुन मुख छान्ने चाहिँ ठुल्ठुलो हुँदै हुँदै जान्छ, सिस्ट पानीको फोका बढ्दै जान्छ, समयमै ठुलो हुँदै हुँदै गएर यो फुट्छ हैन। यस्तै 10 लाखवटा सिस्टहरू हुन्छ हाम्रो शरीरमा, समयसँगै बढ्दै जान्छ, फुट्दै जान्छ। र एउटा एज 40-50 को एजमा पुगेपछि यसले धेरै सबै या धेरै जस्तो सबै फुटिसकेपछि चाहिँ मृगौलाको जुन काम गर्नुपर्ने छ त्यो काम गर्दा त्यसपछि त्यसको लक्षण देख्छ है त। मृगौलाको सबैभन्दा जुन नेफ्रन या जुन मैले भनेको एउटा छान्ने र एउटा फाल्ने जुन तत्त्वहरू भनौँ न, पार्ट्सहरू हुन्छ, भागहरू हुन्छ, त्यो जुन राम्रोसँग नजोडेको भएर यो एडिपिकेडी पोलिसिस्टिक किडनी डिजिज चाहिँ त्यो कारणले भएको, तपाईँले बुझ्नुपर्ने यही हो है त। अब यही मृगौलाहरूको धेरै सिस्टहरू हैन, धेरै सिस्टहरू बन्न थाले भने यो सिस्ट अब एउटा दुईटा त कोही झन् कतिजनाले 60 वर्षमा आएर सर मेरो त मृगौलामा सिस्ट छ भनेर भन्नुहुन्छ, त्यो सामान्य हुन्छ, एक दुईटा बन्नु सामान्य हो है। तर धेरै बनिराख्छ। हेर्दै किडनी त नर्मल किडनी यत्रो हुन्छ भने यो एडिपिकेडी भएको किडनी ठुलो साइजमा हुन्छ, सिस्टै भरेको फुटबल जत्रो ठुल्ठुलो हुन्छ। त्यो कुराहरू चाहिँ बुझ्नु जरुरी छ। त्यही त। अब एडिपिकेडी भनेको के हो भनेर प्रश्न होइन। एडिपिकेडी मैले भनिहालेँ, यो चाहिँ वंशानुगत रोग हो है, एउटा फ्यामिलीमा रन गर्ने एउटा वंशानुगत रोग हो। जेनेटिकको कुरा गर्ने भने चाहिँ यसको चाहिँ दुईटा PKD1 र PKD2 भन्ने जिनहरू हुन्छ, क्रोमोजोमहरू यताउता हुन्छ। जस्तै कालेहरूको क्रोमोजोम, ब्ल्याकहरूको क्रोमोजोम सबै काले हुन्छ, गोरेको गोरे। हाम्रो मङ्गोलियन फेसको जुन जिन हुन्छ नि, त्यही जिनहरूले जस्तै भन्छ एउटा जिन चाहिँ क्रोमोजोम 4 र क्रोमोजोम 16 मा चाहिँ हुन्छ। यो त्यसमा चाहिँ PKD1 PKD2 भन्छ, त्यो जिनले त्यसमा बिग्रियो भने त्यो चाहिँ हाम्रो यो एडिपिकेडी पोलिसिस्टिक किडनी डिजिज हुन्छ। यो चाहिँ वंशानुगत हुन्छ। वंशानुगत भने कस्तो त, यदि बुवा या आमा या बाबा या आमा मध्येमा एकजनालाई छ भने तपाईँको फ्यामिलीमा 50% चान्स हुने चान्स हुन्छ। भनेपछि तपाईँको दुईटा बच्चा छ भने एउटा बच्चालाई हुन्छ, एउटा बच्चालाई हुँदैन है त। त्यो कुरा हो। जुन बच्चालाई हुन्छ त्यो जाँदै जान्छ, नहुने बच्चाको त अब पुलिस स्टपै भइहाल्यो।
यदि बुवालाई पनि एडिपिकेडी छ, आमालाई पनि एडिपिकेडी छ भने त्यो बच्चाहरू नि चाहिँ रिसेसिभ निस्किन्छ। उहाँहरूको चाहिँ झन् डेन्जर कडा किसिमको हुन्छ। चाँडै नै एकदम 10-15 वर्षमै उहाँहरूको सबै किडनी फङ्सन गरेर एक्सपायर हुने चान्स एकदम हाई हुन्छ है त। यो कुराहरू चाहिँ यो चाहिँ हो। किनभने जेनेटिकमा मैले भने धेरै कुराहरू गर्दैन जेनेटिक्समा मैले भनिहालेँ पोलिसिस्टिक किडनी PKD1 र PKD2 जिन हुन्छ। 14 क्रोमोजोम र 16 क्रोमोजोममा यो मिलेर बन्ने हुन्छ है त। यो कुरा गऱ्यौँ हामीले, जिनको पनि कुरा गरिहाल्यो, अटोजोमल डोमिनेन्ट भनिहाल्यो। फ्यामिलीमा रन गर्छ, हरेक 50% दुईवटा बच्चा छ भने एकजनालाई, 4जना बच्चा छ भने तपाईँको 2जनालाई चाहिँ हुने चान्स बढी हुन्छ। त्यस्तै अब लक्षणहरू कुरा गर्नुहुन्छ भने यसको लक्षणै केही हुँदैन कि, सुरुमा यसको लक्षण केही हुँदैन। यदि तपाईँ कतिजनालाई त हाम्रो के भएको छ भने पछि एजको पछि गएर के एकदम 40s 50sमा आएर आइसक्यो। मेरो फ्यामिलीको पनि थाहा छैन, केही हिस्ट्रीहरू भन्दैन। अनि पछि कुरा सुन्दा यता बुझ्दा त हो म सानै थिएँ, मेरो बाबा एक्सपायर हुनुभएको थियो, के कारणले एक्सपायर भएको थियो हामी त त्यो कुराहरू बुझ्दैन गर्दै किनभने त्यो फ्यामिली हिस्ट्री चाहिँ एकदम इम्पोर्टेन्ट छ है। मैले भने यो पत्ता लगाउनलाई चाहिँ के सजिलो के राम्रो भने चाहिँ यसले गर्यो भने भोलि डायलिसिस गर्नुपर्ने अवस्था, भोलि एकदम अचानक स्ट्रोक प्यारालाइसिस हुने अवस्थाहरूबाट बच्न र बचाउन सकिन्छ। कारण यो बुझ्न एकदम जरुरी छ है। कारण फर्स्ट सिम्टम चाहिँ सिम्टमै हुन्न। अरू कुरा के हुन्छ, किडनी बढ्दै जान्छ, त्यसले गर्दा पेट एकदम भारी भए जस्तो, यो पछाडिको ढाडहरू दुख्ने है, पछाडिको ढाडहरू एकदम दुख्ने। अब किडनीहरू ठुल्ठुलो गएपछि त्यसलाई तन्किन्छ, त्यसले गर्दा दुखिराख्ने, अप्ठ्यारो हुने यस्तो हुन्छ। अनि त्यो सिस्टहरू फुट्दै गयो। पहिला त किडनी ठुलो भएपछि इरिथ्रोपोइटिनहरू बढाउँछ, त्यसले गर्दा रगतको मात्रा बढ्न सक्छ, तर समय रगतको मात्राहरू घट्ने है, त्यो कुराहरू हुने। त्यो रगतको मात्रा कम भइसकेपछि अब दुर्बल होइन, एकदम कमजोरी भए जस्तो हुने, त्यो कुराहरू हुनसक्छ। प्रेसर एकदम हाई हुने, रेनिन एन्जियोटेन्सिन हुन्छ, त्यसले गर्दा प्रेसर एकदम हाई हुन्छ। कतिजनाको त हाई प्रेसर भएपछि त्यही हाई प्रेसरको चेक जाँच गर्दा चाहिँ पछि पोलिसिस्टिक किडनी डिजिज छ भनेर पत्ता लगाउँछ। कारण प्रेसर चाहिँ एकदम इम्पोर्टेन्ट कुरा हो र उपचारलाई पनि प्रेसर एकदम कन्ट्रोलमा चाहिँ राखिराख्नु पर्यो। लक्षणहरू चाहिँ मोटामोटी यही हुन्छ। पछि किडनी फेलियर भइसकेपछि शरीर सुन्निनेहरू होइन, त्यो कुराहरू वाकवाकी लाग्ने, त्यो कुराहरू त छँदैछ, शरीर चिलाउने, त्यो चाहिँ त्यसपछिको लक्षणहरू। त्यस्तै अब शरीरको यो पोलिसिस्टिक किडनी डिजिज होइन, एडिपिकेडी पोलिसिस्टिक किडनी डिजिज भनेको छौँ भनेपछि यो किडनीको भन्छ। तर एउटा कुरा के भने यसले टाउकोदेखि खुट्टासम्म हरेक अङ्गलाई चाहिँ असर गर्छ। नाम चाहिँ पोलिसिस्टिक किडनी डिजिज भयो, अटोजोमल डोमिनेन्ट पोलिसिस्टिक किडनी डिजिज एडिपिकेडी। तर यसले चाहिँ लिभर कलेजोमा पनि हुन्छ, तपाईँको गल ब्ल्याडरमा हुन्छ, इभन तपाईँको ब्रेन टिस्युजहरूमा पनि हुन्छ होइन, एकदम आन्द्राहरूमा पनि हुन्छ, धेरै ठाउँमा हुन्छ। तर धेरै गएर चाहिँ असर गर्ने, अप्ठ्यारो गर्ने चाहिँ किडनीको भएर चाहिँ विशेष गरेर किडनीमा बढी असर गर्ने भएको भएर चाहिँ प्राथमिकतामा चाहिँ यसलाई चाहिँ किडनीको डिजिज भनेर राखेको भएर पोलिसिस्टिक किडनी डिजिज भनेर भनियो। कारण यो कुराहरू बुझ्न हजुरलाई एकदम जरुरी छ है त। अब धेरैलाई चाहिँ के छ भने एडिपिकेडी भनेको खालि मृगौलाको मात्र यसको समस्या, मृगौलाको मात्र हो भन्ने समस्या तर होइन है। त्यो मैले भनिहालेँ, अरू कुराहरू पनि हुनसक्छ। इभन ब्रेनमा एनोरिजम भएर ब्रेनको सिस्टहरू फुट्यो भने प्यारालाइसिस हुने हुन्छ। कारण कति मान्छेलाई चाहिँ त्यो हामीले सिटी एमआरआईहरू गराउँछ, त्यो चाहिँ सबैलाई चाहिँ गर्नु पर्दैन, तर धेरै जस्तो मान्छेहरूलाई चाहिँ गर्नुपर्छ। त्यो कुराहरू चाहिँ तपाईँले बुझ्नु पऱ्यो है। त्यस्तै अर्को आयो, अब यसलाई कसरी पत्ता लगाउने त होइन, सबैभन्दा डायग्नोसिस कसरी गर्ने, डाक्टर साहब तपाईँले चाँडो गर्ने, यताउता कुरा गर्ने त भनिहाल्नु भयो, तर कसरी यसलाई चाहिँ लङ टर्म कसरी पत्ता लगाउने। सबैभन्दा पहिलो कुरो चाहिँ फ्यामिली हिस्ट्री है। फ्यामिली हिस्ट्री इज भेरी इम्पोर्टेन्ट। फ्यामिली हिस्ट्री हामीले बनाउनु पऱ्यो। फ्यामिली हिस्ट्री थाहा पायौँ भने भोलि गएर चाहिँ सजिलो हुन्छ। फ्यामिली हिस्ट्रीमा तपाईँको कसैको पोलिसिस्टिक किडनी डिजिज छ, या तपाईँको होइन बुवा आमा फादरको तिरबाट या मदरको तिरबाट जसैलाई पनि छ भने त्यो कुरा चाहिँ तपाईँलाई पनि हुनसक्छ भने त्यो चाहिँ एउटा चाहिँ गर्ने है त, बुवा आमाका छ भने। त्यस्तै दोस्रो कुरो चाहिँ भिडियो एक्सरे। यसको जाँच गर्ने नै भने भिडियो एक्सरे हो। भिडियो एक्सरे गरेर सिस्ट छ कि छैन, युजली 20 वर्षभन्दा माथिको उमेरलाई हुनसक्छ, या त्योभन्दा अगाडिकोलाई चाहिँ हामीले सिटी स्क्यान एमआरआई गर्न सकिन्छ। र साथसाथै अहिले जेनेटिक टेस्टिङहरू पनि छ होइन, जेनेटिकको जाँचहरू PKD1 र यो क्रोमोजोमहरू हेऱ्यो होइन, जेनेटिक इभ्यालुएसनहरू गऱ्यो भने पनि बुझ्न सकिन्छ। तर रबाइन क्राइटेरिया भन्छ जुन भनेको चाहिँ भिडियो एक्सरे गरेर चाहिँ हाम्रो
किडनीको सिस्ट छ कि छैन हेर्ने भने त्यो कुरा चाहिँ एकदम जरुरी छ है त। पत्ता लगाउनलाई चाहिँ त्यो कुराहरू भइहाल्यो। त्यस्तै अब उपचारको कुरा गर्छु। उपचारलाई के छ त, अब सिस्ट भनिसकेपछि उपचार गर्न भनेपछि यो त वंशानुगत हो होइन। वंशमा आइसकेपछि यो यत्तिकै जाँदैन। त्यसकारण यसबाट चाहिँ सबैभन्दा कुरा भने यो सिस्टहरू निको पार्ने भन्दा सिस्टलाई सबै भनौँ हटाउने भन्दा पनि सिस्टबाट भोलि दीर्घकालीन जटिलताहरू नआओस्, त्योहरू उत्पन्न नहोस्, त्यो कुरातिरबाट बस्ने र बचाउनेतिर जाउँ। सबैभन्दा अघि मैले सुरुमा पनि मैले प्रेसर एकदम इम्पोर्टेन्ट कुरा हो है। ब्लड प्रेसरले चाहिँ यसलाई चाहिँ एकदम कन्ट्रोल गरेर ब्लड प्रेसरलाई चाहिँ हमेसा कन्ट्रोल गरेर राख्नुपर्छ। सबैभन्दा मेन होइन, आगोमा घिउ हाल्ने भनेको नि ब्लड प्रेसर हो। ब्लड प्रेसर चाहिँ सधैँ कन्ट्रोल गर्ने। ब्लड प्रेसर कन्ट्रोल गर्ने भने खालि नापेर मात्र गर्ने होइन कि आफ्नो दिनचर्याहरूलाई पनि इम्प्रुभ गरेर तपाईँको एक्सर्साइज गर्ने, नुनको मात्रा कमी, चुरो रक्सी खैनीहरू खानुहुन्छ भने त्यो बन्द गर्ने होइन। स्ट्रेसहरू यो कुराहरू यदि पर्छ भने औषधि खान पर्छ भने औषधि खाने, यो कुराहरू चाहिँ तपाईँले गर्न सक्नुहुन्छ। कारण फर्स्ट एन्ड फरमोस्ट चाहिँ तपाईँले चाहिँ के गर्नु पऱ्यो भने त यो प्रेसरलाई चाहिँ हमेसा कन्ट्रोलमा चाहिँ राख्नु पऱ्यो। त्यस्तै अब अहिले चाहिँ अब धेरै मैले अघि पनि भने हाल सिस्टहरू हटाउने औषधिहरू छैनन् कि, सिस्टहरू हटाउने छैन, तर यो रोगबाट चाहिँ यसको गतिलाई चाहिँ कम गर्न सकिन्छ। अघि मैले भने नि केही पत्ता नलाए पनि 40-50 वर्षसम्म तपाईँहरूले त्यसले थामिहाल्छ, त्यसपछि मात्र यसले जटिलताहरू दिन थाल्छ। त्यही कारण यो कुराहरू चाहिँ बुझ्नु पऱ्यो है। त्यस्तै अहिले चाहिँ यङ्स्टर्सहरूलाई चाहिँ टोल्भ्याप्टन भन्ने एउटा औषधि आएको छ। टोल्भ्याप्टनहरू चाहिँ यङ इफ अगाडि पत्ता लगाएर 15देखि 25को उमेरसम्मको रहेछ भने हामीले टोल्भ्याप्टन भन्ने औषधि सुरु गर्न सक्छौँ। यो औषधि लङ टर्म लामो समयलाई खानुपर्छ। यसले चाहिँ के गर्छ भने त्यो जुन सिस्टहरूको बढ्ने क्रमहरू हुन्छ त्यो क्रमहरूलाई चाहिँ त्यसले रोक्ने त होइन, तर त्यो जस्तै 5 वर्षमा यत्रो हुन्छ भने त्यो 5 वर्षको ठाउँमा 15 वर्ष 20 वर्ष बनाइदिन्छ। त्यस्तै 10 लाखवटा तपाईँको पुरा पूर्ण नष्ट हुन 100 वर्ष लाग्छ। त्यो कुरा यसले चाहिँ लामो गरिदिन्छ। यो एकदम स्टडी गरेको औषधि हो। विदेशमा धेरै स्टडी गरेर यसले चाहिँ प्रोग्रेसन टु सिकेडी डायलिसिस गर्नुपर्ने अवस्थालाई चाहिँ यसले घटाउँछ भनेर चाहिँ यो एकदम स्टडी प्रुभन फ्याक्ट हो है यो कुराहरू। अब प्रश्नहरू अरूहरूले पनि 2-4वटा सोधेको छ होइन, यही रिलेटेड कुराहरू हाम्रो टिकटक र फेसबुक यो सोसियल मिडियाकोबाट, त्यही भएर मैले लिइरहेको छु। कहिले यो हाम्रो एडिपिकेडी भएको मान्छेलाई चाहिँ कहिले डायलिसिस गर्नुपर्छ या ट्रान्सप्लान्ट गर्नुपर्छ भनेर सोधेको छ। मैले चाहिँ अब पहिला के भन्न चाहन्छु भने एडिपिकेडी यो पोलिसिस्टिक किडनी डिजिज हुनसाथ सबैलाई डायलिसिस गर्नै पर्छ भन्ने हुँदैन। मैले अघि नै भनिहालेँ, यसलाई चाहिँ मेन्टेन गरेर राख्न सक्यो, यसलाई चाहिँ मेन्टेन गरेर अर्ली डायग्नोसिस सबैभन्दा पहिला अर्ली डायग्नोसिस गर्यो, त्यसको सबै कुराहरू बारेर के अरे अनुशासनमा बस्न सक्यो भने डायलिसिसबाट हामी बस्न सकिन्छ है। तर कुनै चाहिँ ऱ्यापिड ग्रोइङ हुन्छ, चाँडो बढ्दै जाने, त्यो समस्या दिने, एकदम म्यासिभ भएर पेटहरूलाई पनि गर्ने भन्छ। त्यस्तो अवस्थामा चाहिँ के गर्नुपर्छ भने हामीले किडनी काटेर फालेर अनि ट्रान्सप्लान्टतिर यतातिर अरू प्याटर्नहरूलाई पनि हामीले युज गर्छौँ। तर मैले भनिहालेँ सबै एडिपिकेडी भएको सबैले डायलिसिस गर्नुपर्छ भन्ने चाहिँ छैन है। परिवारको सदस्यहरूलाई भएपछि के गर्ने त भनेर सोध्नु भएको छ। अब मैले अघि पनि भने तपाईँको परिवारमा छ भने त्यो स्क्रिनिङ गर्नुपर्छ। तपाईँको फ्यामिली ट्रीहरू बनाएर कोलाई हुनसक्छ भनेर सबै बनायो, त्यो बनाइसकेपछि त्यही अनुसारले चाहिँ हेर्ने। किन मैले अघि पनि भने सबैभन्दा यसको राम्रो कुरा चाहिँ के हो भने यसलाई चाहिँ अर्ली डायग्नोसिस चाँडो पत्ता लगाउन सक्यो भने, ट्रिटमेन्ट गर्न सक्यो भने यसले चाहिँ राम्रो गर्छ। स्क्रिनिङ चाहिँ एकदम इम्पोर्टेन्ट छ। ब्लड प्रेसर कन्ट्रोल गर्ने, जीवनशैलीहरूमा सुधार गर्ने, मैले अघि पनि भनिहालेँ यो हेल्दी लाइफ र लाइफस्टाइल मोडिफिकेसन सबैभन्दा यसको इम्पोर्टेन्ट पोइन्ट हो। अब अरू मिथ्स एन्ड फ्याक्टहरू पनि म भन्छु, जुन यही प्रश्नहरू आएकोमा तपाईँहरूबाटै आएको कुराहरू म सुनाउँदैछु। अब सबै सिस्टहरू क्यान्सर हुन्छन् भनेर यो सिस्टहरू क्यान्सर हुन्छ कि भनेर सोध्नु भएको छ। म चाहिँ के भन्न चाहन्छु भने होइन, सबै सिस्टहरू चाहिँ क्यान्सर हुँदैन है त। कुनैमा हुनसक्छ, त्यस्तो रहेछ भने सिटी स्क्यान यताउता गरेर हामीले बुझ्न सकिन्छ। त्यो अनुसारले चाहिँ हामी अगाडि बढ्ने, सबै सिस्टहरू क्यान्सर हुँदैन। अनि यहाँ अर्को पनि छ मिथ, एडिपिकेडी भएका सबैलाई तुरुन्त डायलिसिस चाहिन्छ भनेर प्रश्न सोध्नु भएको छ। होइन है त, मैले अघि पनि भनिहालेँ
एडिपिकेडी पोलिसिस्टिक किडनी डिजिज हुनसाथ डायलिसिस चाहिहाल्छ भन्ने छैन है त। यदि तपाईँको प्यारामिटर्सहरू बढ्यो, समस्या भयो, जटिलता भयो भने चाहिँ त्यसले चाहिँ डायलिसिस गर्नुपर्ने। अब अर्को सुरुमा चाहिँ कुनै लक्षण छैन भने यो रोग छैन भन्ने हो भनेर भन्नुहुन्छ। मैले अघि पनि भनिहालेँ, लक्षण असिम्टोमेटिक, लक्षण यसको नहुन सक्छ। त्यसकारण यदि तपाईँलाई लक्षण छैन तर सिस्टहरू छ भने तपाईँ पोलिसिस्टिक किडनी डिजिजको रोगी हो। यो चाहिँ एकदम गलत हो है त। रोग छैन भने, सिस्ट छैन भने रोग छैन, या समस्या छैन भने रोग छैन भन्न मिल्दैन। त्यस्तै पानी धेरै पिएर सिस्ट हराउँछ भनेर चाहिँ एउटा मिथ, एउटा एकदम कुराहरू छ, तर त्यो होइन। यसमा पानी धेरै पिएर चाहिँ यसको सिस्टहरू हराउँदैन। यो बङ्छन् यो आफै समयसँग बढ्दै जान्छ, फुट्छ जान्छ है, त्यो कुराहरू सक्छ। अरू दुई चारवटा कुराहरू, प्रश्नहरू अरूहरू पनि सोधे। अब ब्याक पेन कि पछाडिको ढाड दुखिराख्ने, यो सिस्टहरू के हुन्छ, बढ्दै जान्छ, फुट्छ, फुटिसकेपछि पेन हुने, पेनले गर्दा चाहिँ पिसाबमा चाहिँ रगत जाने, 2-4 दिन रगत जान्छ, त्यसपछि बन्द हुन्छ। यदि तपाईँलाई पोलिसिस्टिक किडनी डिजिज छ भने यो कुराहरू तपाईँले बुझ्नुहोस् है। पोलिसिस्टिक किडनी डिजिज भएपछि कसरी यो रोगसँग बाँच्ने र कसरी यो रोगलाई जित्ने र कसरी हामीले भोलि गएर डायलिसिस या प्रत्यारोपण गर्न नपर्ने, यो कुराहरू चाहिँ तपाईँहरूले गरे। अब मलाई किन रोग लाग्यो, रोयो कराएर बसेर हुँदैन। रोग लागिसकेपछि पनि यो रोगलाई कसरी जित्ने, यो रोगभन्दा माथि कसरी बढ्ने, त्यो कुराहरू चाहिँ तपाईँलाई बुझ्नु पर्यो है त। फ्यामिली सबैभन्दा पहिला चाहिँ कन्फ्रन्ट गर्ने के हो, मलाई रोग लागेको छ, अब म यो रोगलाई कसरी म गरेँ, होइन मलाई रोग लाग्छ छैन होला। कतिजना त हामीका छन् 1-2-4 जना, मैले त गाली गरी समाति तपाईँको भिडियो एक्सरे गर्न लगाएर गएर आमालाई एडिपिकेडी भएको छ भने 4 जना सन्तानहरू छ, 4 जना सन्तानले नगरेर बस्यो। किन 2-4 वर्ष हुँदा नि नगरेर बस्यो, किन नगरेर बस्नु भन्दा फेरि मलाई भइहाल्यो भने के गर्ने, मलाई डर लाग्यो त्यो नगर्ने। त्यो एकदम रङ एन्सर हो है। यदि तपाईँको 4 जना मध्येलाई त 2 जना त हुन्छै हुन्छ। त्यो 2 जना भएको मान्छेलाई अगाडि समयमा पत्ता लगाउन सक्यो भने त्यो पछि बढेर तपाईँहरूको मम्मीले जुन आज डायलिसिस गर्नुपर्ने अवस्था आएको छ, तपाईँहरूलाई चाहिँ त्यो डायलिसिस गर्ने अवस्था नआओस्। तपाईँहरू आफै बुझ्नुहोस्। उहाँलाई भने किनकि सी वाज अराउन्ड 58-60 को उमेरको हुनुहुन्थ्यो, अनि 4 जना बच्चा, 2टा बच्चाले त बिहा पनि गरिसकेको थियो। मैले भने तपाईँहरूको मम्मीलाई यत्रो रोग लागेको यो उमेरमा आएर पत्ता लाग्यो। उहाँलाई त थाहा पनि थिएन, एकैपल्ट यत्रो तपाईँहरू 4 जना जन्माउनु भयो, यताउता पाल्नु पोषण गर्नुभयो, यो उमेरसम्म बनाउनु भयो, केही थाहा थिएन। हेर्नुहोस् उहाँको इक्जाम्पल हेर्नुहोस्, उहाँलाई केही नथाहा भएर उहाँ यत्रो उमेरसम्म हुनुभयो। तपाईँलाई यो रोग सुरुमै पत्ता लाग्यो भने तपाईँलाई राम्रोसँग त्यसको अघि मैले भने नि लाइफस्टाइल मोडिफिकेसन होइन, तपाईँहरूले तपाईँको जीवनको चाहिँ शैलीहरू चाहिँ अलिकति चेन्ज गर्यो, प्रेसरहरू कन्ट्रोल गर्यो, एक्सर्साइज गर्न थाल्यो, चुरो रक्सी भनौँ न सबै कुराहरू मेन्टेन गर्यो। प्रेसर रहेछ भने औषधि खाने, यङ एजलाई छ भने 12 हेप्टन भन्ने औषधि आएको छ त्यसलाई प्रयोग गर्यो भने भोलि तपाईँ चाहिँ यस्तै उहाँ जस्तो डायलिसिस गर्नुपर्ने अवस्था नहुन सक्छ। त्यो कुराहरू भनेर कन्भिन्स गरेर 4 जनालाई गर्यो, 2 जनाको निस्क्यो, तर उहाँको अर्लीहरू थिए होइन, त्यही भएर उहाँहरू अहिले ट्रिटमेन्टमा हुन्छ। अब त्यही भएर रोएर एकजना त अब फिमेल हुनुहुन्थ्यो, उहाँको छोरी रोएर मेरो त बच्चा छ, मेरो बच्चालाई पनि सर्छ, यताउता जीवन अब व्यर्थ गयो, यता त के भन्नुभयो। मैले भने हेर्नुहोस् न, यो त तपाईँले त कस्तो नथाहा भएसम्म तपाईँ चाहिँ एकदम राम्रो, थाहा पाएपछि चाहिँ तपाईँ नराम्रो, त्यो होइन। तपाईँलाई नथाहा पाउनु मलाई केही भएको थिएन, थाहा पाइसकेपछि तपाईँलाई चाहिँ ओहो पहाडे खसा जस्तो होइन नि, यो भइसक्यो। तपाईँको मम्मीको इक्जाम्पल हेर्नु, तपाईँको मम्मी यत्रो, तपाईँहरू 4 जना बच्चा भइसक्यो, तपाईँको 1 जना बच्चा भइसक्यो, के फरक, ऊ बच्चालाई हुन्छ हुँदैन त्यो भन्ने कन्फर्म छैन। 50% हो नि, 2 जना मध्येमा 1 जनालाई हुने चान्स छ। त्यही कारण बी पोजिटिभ, अगाडि कसरी बढ्ने के गर्ने त्यो कुराहरू चाहिँ हामीले लिएर गयौँ, कन्भिन्स गरेर यताउता गऱ्यो। उहाँको जेनेटिक टेस्टिङ गऱ्यो, बच्चाको नेगेटिभ आएछ, एकदम ह्याप्पी छ। त्यही कारण मैले भन्छु रोगबाट भागेर कहिले राम्रो हुँदैन। रोगलाई कन्फ्रन्ट गर्यो, अगाडि लड्नु पर्यो, त्यसलाई जित्नु पर्यो। त्यो हामी तपाईँहरूको माध्यम हो कि डक्टर्सहरू भनेको एउटा माध्यम हो। डक्टरले चाहिँ यो गर्नुहोस्, त्यो गर्नुहोस्, यो खानुहोस्, त्यो खानुहोस्, यो औषधि यति खानु, यो औषधि त्यो भन्ने त्यो गर्ने कुराहरू। तपाईँको लागि हामीले एक्सर्साइज गरेर हुँदैन, तपाईँको लागि हामीले मुख बारेर हुँदैन। त्यो कुराहरू चाहिँ तपाईँले गर्नुपर्ने कुरा चाहिँ तपाईँहरूले आफै गर्नुपर्छ है त। अब यस्तै कुराहरू अरू भनौँ न 2-4 क्वेसनहरू आएकोहरूमा पत्थरी, मलाई बारम्बार पत्थरी भइरहेको छ, यो सिस्टहरूमा पत्थरी हुन्छ भनेर पनि सोध्नु भएको छ है। अब यो कुराहरू चाहिँ तपाईँले के बुझ्नु पऱ्यो भने त्यो पानीको फोकाहरू, सिस्टहरू बन्छ, त्यो भित्र चाहिँ सानो सानो क्याल्सिफिकेसनहरू हुनसक्छ, त्यो भनेको पत्थरी नै होइन। यदि
तपाईँहरूको यो सिस्टहरूमा पत्थरी हुने चान्सहरू बढी हुन्छ, तर बढी हुँदैमा हरेकको अपरेसन गरेर जानु पर्दैन। यदि मृगौलामा सिस्टहरू छ भने केही गर्नु पर्दैन, तर त्यो पत्थरी सिस्टमा छ भने केही गर्नु पर्यो। तर त्यो पत्थरी चाहिँ तपाईँको ब्लक गर्यो, जुन पिसाबको नलीहरूमा आएर ब्लक गर्यो, त्यहाँ रोक्यो, सुन्नायो भने मात्र अपरेसन गरेर निकालिने भयो, नगर्ने। अनि कतिलाई चाहिँ पिसाबमा रगत आयो भनेर आउनु भएको थियो, तर्सिनु हुन्थ्यो, ठुलो सिस्टर चाहिँ फुट्यो भने दुख्छ, पुरै रातै पिसाब जान्छ क्या, रगतै गा जस्तो तर्सेर आउने हुन्छ। त्यो मैले हरेक हाम्रो बिरामीलाई पनि भन्छु, 2-4 दिन हेर्नुहोस्, 2-4 दिनमा पनि तपाईँको पिसाब रातो कम भएन, पानी बढी पिउनु, एक्सर्साइज गर्नुहोस्, त्यो कम हुँदै जान्छ। कम भएन भने चाहिँ हामी कहाँ आउनुहोस्, नभए 2 दिनसम्म अलिअलि गयो भने त्यसमा आत्तिनु पर्दैन भनेर भन्छु। धेरैजनाले त्यही हिसाबमा चाहिँ उहाँहरू चलिराख्नु भएको छ, उहाँले त्यही हेर्नु भएको छ। त्यसकारण अनि इन्फेक्सन कहिले चाहिँ पर्सिस्टेन्टली लामो समय दुखिराख्ने, होइन, पोलिराख्ने ज्वरो हो। इन्फेक्सन अरू किडनीको इन्फेक्सन र यो पोलिसिस्टिक किडनी डिजिजको इन्फेक्सनमा फरक पर्छ। इन्फेक्सन भने चाहिँ हामीले लामो समय औषधि खानु पर्यो, अनि त्यो सिस्टमा चल्ने एन्टिबायोटिकहरू सबै एन्टिबायोटिकले काम गर्दैन, सर्टन एन्टिबायोटिक मात्रै काम गर्छ। त्यो कुराहरू चाहिँ हामीले बुझ्नु पर्यो, है त। त्यसकारण यो कुराहरू पनि एकदम इम्पोर्टेन्ट कुरा हो। कतिजना मैले पनि डायलिसिस अन्तिममा आएपछि मात्र गर्छन्, है। एडिपिकेडी मेरो विचारमा अहिले पोलिसिस्टिक किडनी डिजिजको बारे हामीले धेरै कुराहरू गऱ्यौँ, तपाईँले धेरै बुझ्नु पनि भयो होला, धेरै कुरा अझै क्वेसन मार्क होला। त्यस्तो के रहेछ भने कमेन्ट गर्नुहोस्, त्यसमा बुझौँ, त्यसपछि फर्दर अगाडि कसरी बढ्ने, के गर्ने। पोलिसिस्टिक किडनी बारेमा मैले नेपालीमा तपाईँहरूलाई सकेसम्म सरल भाषामा बुझाउने प्रयास गरेको छु यो भिडियोमा। होपफुली तपाईँलाई मन पर्यो होला। यदि के कस्तो रहेछ भने प्रश्न गर्नुहोस्, हामी फेरि तपाईँहरूसँग बाँधिहाल्छौँ। म डाक्टर अर्चन शमशेर राणा, मार्क इन्टरनेसनल किडनी सेन्टरको सञ्चालक, स्वस्थ मृगौला स्वस्थ जीवन अभियानको अभियन्ता। यो भिडियोहरू तपाईँको सजिलोको लागि ल्याएको, तपाईँहरूलाई बुझ्नको ल्याएको। रोगबाट नभागौँ, यसलाई चिनौँ, है। रामबहादुर, श्यामबहादुर, मुखबहादुर, कानबहादुरको कुरा सुनेर लैलेमा नलागौँ।